हेलो नमस्ते एभ्रिवान। आज म बनाउन गइरहेको छु बटर चिकनको रेसिपी। एकदमै छिटो अनि मिठो। पहिला सबभन्दा सुरुमा चाहिँ हामीले चिकन ब्रेस्टलाई म्यारिनेट गर्ने। त्यसको लागि मैले राखेको छु सानो चप गरिराखेको चिकनको ब्रेस्ट। अनि त्यसपछि यसलाई म्यारिनेट गर्नको लागि पहिला सुरुमा चाहिँ अलिकति बेसार राख्ने। त्यसपछि हामीले बेसारपछि अलिकति स्वादअनुसारको नुन पनि राख्ने। त्यसैगरी मैले राखेको छु अलिकति जिरा र धनियाको धुलो। अलिकति मरिचको धुलो, अनि अलिकति दही पनि राखेको छु। अब यसलाई हजुरले अलिकति कलरको लागि पाप्रिका पनि हाल्न मिल्छ। मैले चाहिँ यसमा राखेको छुइनँ अहिले। अब यसलाई राम्रोसँग मोल्ने अनि त्यसपछि यसलाई राम्रोसँग मजाले भित्रसम्म पस्ने गरेको लागि 30 मिनट जति म्यारिनेट गरेर छोडिदिने। मैले 30 मिनट राखेँ। अब मैले प्युरीको लागि रेडी गरेको छु 2टा गोलभेडा अनि अलिकति अनियन। यसलाई चाहिँ मैले सानो चप गरेर काटेँ। त्यसपछि त्यो फ्राई गर्न अलिकति अलिभ ओइल हाल्छु। अब यो तेल अलिकति हिट भएपछि मैले अघि चप गरेर राखेको प्याज र गोलभेडालाई राख्छु। मैले अब प्याज र गोलभेडा राखेँ। हजुरहरूले चाहिँ पहिला प्याजलाई फुर्याएर पछि गोलभेडा राख्दा पनि हुन्छ। मैले चाहिँ गोलभेडा अलिक गल्दै गरेछ भनेर साइड लगाएर राखेर अब एकछिन प्याजलाई फ्राई गर्नतिर लाग्छु। प्याजलाई चाहिँ अलिकति गोल्डन ब्राउनसम्म फ्राई गर्यो भने मिठो हुन्छ। त्यसरी मैले एकछिन प्याजलाई मजाले फ्राई गर्छु। अब एकछिन मजाले फ्राई गर्ने प्याजलाई अनि त्यसपछि गोलभेडालाई मिक्स गर्ने। अनि हजुरहरूले अलिकति नुन हालेर यसलाई पिठो लगाएर राख्न सक्नुहुन्छ। अनि यसमा मैले एड गरेको छु अलिकति जिन्जर र अलिकति गार्लिक। मैले चाहिँ गार्लिकलाई अलिकति थोरै मात्रै राखेको छु। हजुरहरूले अलिक बढी एड गर्न पनि सक्नुहुन्छ। अब यसलाई एकछिन छोपेर पकाउने ताकि गोलभेडा पनि मजाले गल्छ। 5 मिनट जस्तो एकछिन छोपेर राखेपछि मैले एकछिन ढक्कन निकालेर यसमा चाहिँ एउटा तेजपत्ता र ल्वाङ राखिरहेको छु। यसलाई पनि मजाले चलाएर एकछिन फेरि फ्राई हुन दिने। अब यतिको फ्राई भइसकेपछि चाहिँ मैले यसमा अलिकति पानी राख्न गइरहेको छु। एकछिन अझ मजाले गरे हुन्छ। अलिकति नुन राखेर एकछिन गलाउँदा पनि हुन्छ। गोलभेडा अलिक गलेको जस्तो छैन, त्यसैले मैले एकछिन नुन राखेर यसलाई फेरि मजाले चलाउँछु ताकि गोलभेडा पनि मजाले चलियोस्। तर प्याज चाहिँ एकदम ठिक्क भएको छ, यतिको मात्र फ्राई गर्नु होला। अनि अब यसमा पानी हाल्ने।
अनि मजाले चलाउने यसलाई फेरि। एकछिन पाक्न दिने, एकछिन उम्लिन दिने पानी राखेपछि। त्यसपछि मैले अलिकति कलर आउँछ भनेर अलिकति पाप्रिकाको पाउडर हालेको छु। हजुरले यसलाई स्किप पनि गर्न सक्नुहुन्छ। मैले फुड कलर चाहिँ हाल्दिनँ, त्यसैले मैले अलिकति पाप्रिका राखेर चलाएँ। अब एकछिन यसलाई लिड बन्द गरिदिन्छु। फेरि 5-10 मिनट्स पछि आएर यसलाई राम्रोसँग चलाउँछु। अलि पानी सुकेको छ अनि अलि गोलभेडा पनि गलेको छ। यसलाई एकछिन अझ मजाले पकाउने। त्यसपछि हजुरले यसमा अलिकति काजु पनि राख्न सक्नुहुन्छ, अथवा काजु छैन भने अलिकति पिनट्स राखे पनि हुन्छ, तर पिनट्सको टेस्ट डिफ्रेन्ट आउँछ। मैले चाहिँ यसमा काजु नै राख्छु। मैले यसरी काजु राखिदिएँ। अब यसलाई मजाले फ्राई गर्ने। काजुले चाहिँ अलिकति थिकनेस बढाउँछ, प्लस टेस्ट पनि बेटर हुन्छ। अब यसलाई छोपिदिने। फेरि 5 मिनट्स जस्तो पछि निकाल्ने। काजु पनि अलिक छोपेर गलेको हुन्छ। अब यसलाई मजाले चलाउने अनि अघि मैले राखेको यो तेजपत्ता र ल्वाङलाई चाहिँ छुट्याउने, ब्लेन्ड गर्नुभन्दा अगाडि, ताकि यसको मिक्स भएपछि टेस्ट डिफ्रेन्ट आउँछ। त्यसले गर्दा टप्सलाई पनि म हटाउँछु। यसको स्मेल सबै आइसकेको छ, त्यसले गर्दा हामीले यसलाई रिमुभ गर्नु हुन्छ। अब एकैछिन सेलाउन दिएर मैले यसलाई ब्लेन्ड गर्छु। हजुरले चाहिँ अलिकति पानी एड गरेर ब्लेन्ड गर्दा पनि हुन्छ, ताकि पछि पकाउँदा फेरि सुकि नै हाल्छ। मैले एकैछिन यसलाई ब्लेन्ड गरेँ, मसिनै गरी ब्लेन्ड गर्ने। अनि अर्को प्यानमा फेरि हजुरले फेरि तेललाई हिट गर्न राख्ने। यो चाहिँ हामीले अघि म्यारिनेट गरेर राखेको चिकन, जुनलाई चाहिँ हामी अब फ्राई गर्न जाँदैछौँ। यसलाई मजाले तेल दिनुपर्छ, किनभने चिकनलाई मजाले फ्राई गर्नुपर्छ। हजुरले अलिअलि गर्दै फ्राई गर्दा पनि हुन्छ। मैले चाहिँ एकैचोटि नै फ्राई गर्छु, त्यो भयो भने एकैचोटिमा सबै चिकन रेडी हुन्छ। एकछिन वार्म गर्छु तेललाई, अनि त्यसपछि सबैतिर तेल प्यानभरि लगाउँछु। अनि अब यसमा चाहिँ अघि म्यारिनेट गरेर राखेको 30 मिनट्स जस्तो राखेको चिकनलाई चाहिँ बिस्तारै हाल्छु। हजुरले आफूसँग भएको चिकन अलिक मजाले तेल राखेर एकैचोटि हाल्दा पनि हुन्छ, किनभने पछि पकाउँदै चलाउँदै गरेपछि यसले आफै तेल छोड्न थालेपछि आफू मजाले फ्राई हुन्छ। मैले सबै राखेको छु यसमा। अब यो मजाले फ्राई हुन्छ। अनि अब एकछिन म चाहिँ छोपिदिन्छु, ताकि भित्रसम्म मजाले छिटै नै पाकोस् भनेर। अब यता अघि मैले मिक्स गरेको त्यो प्युरीलाई छान्छु, ताकि केही पार्टहरू बाँकी छ, गोलभेडाको छेक्राहरू छ भने सबै छानिन्छ र पछि एकदम स्मुथ टेक्सचर आउँछ। र यतातिर चिकन फ्राई भएर रेडी भइसकेको छ। अब यतिको ब्राउन भइसकेपछि चाहिँ हजुरले चिकनलाई निकाल्न मिल्छ। एकदम मजाले फ्राई भएको छ, एकदमै राम्रो देखिएको छ। मैले चाहिँ यति सबैतिर चेक गरेँ, सबै मजाले फ्राई भएको छ, त्यसैले मैले निकालेँ। अब मैले अर्को प्यानमा अलिकति बटर तताउन थालेको छु। अनि अघि हामीले प्युरी बनाएर राखेको गोलभेडा र प्याजको प्युरीलाई
यसरी हालिदिने, एकछिन चलाउने, मजाले पकाउने। अघिको बाक्लो भएको छ भने पानी राखेर पकाउन पनि मिल्छ। अब हामीले यसलाई मजाले चलाउने एकछिन अनि यसलाई एकछिन पाक्न दिने। गोलभेडा र प्याजको प्युरी मजाले पाकेपछि अब यसलाई अघि राखेको फ्राई गरेर राखेको चिकनलाई एड गर्ने अनि फेरि चिकनलाई सब मिक्स गरेपछि फेरि पनि हामीले 5 मिनट जस्तो पकाउनु पर्छ। मजाले छोपेर पकाउँदा पनि हुन्छ ताकि चिकनभित्र पनि यो सबै ससहरू मजाले पुग्छ। अब एकछिन मजाले पाक्न दिने यसलाई अनि मैले यसमा बटर राखेको छु। अब मजाले पाकिसकेको छ, यहाँनिर अलिक थिक पनि भइसकेको छ। अब यतिको भइसकेपछि चाहिँ हजुरहरूले यसलाई चाहिँ सर्भ गर्न मिल्छ। त्यसको लागि मैले फेरि एड गर्छु अलिकति बटर। जति बटर राख्यो उति नै मिठो हुन्छ बटर चिकनमा। अब फाइनल अलिकति चाहिँ मैले यसमा फेरि हेभी क्रिम राख्छु। अलिकति राख्दा हुन्छ, धेरै पनि राख्नु पर्दैन। यसले अलिकति गुड टेक्स्चर आउँछ, मिठो हुन्छ यसले। अनि अब फ्लेम अफ गरिदिने अनि मसिनो गरेर काटेको धनियाको पत्तालाई राख्ने। अब यो हाम्रो रेडी भइसकेको छ। अब हजुरहरूले यसलाई नान या राइससँग सर्भ गर्न सक्नुहुन्छ। अब यस्तो देखिएको छ है त हाम्रो फाइनल लुक चाहिँ। खाँदा पनि एकदमै मिठो भएको छ र मैले सर्भ गरेको छु राइससँग। एकदमै मिठो भएको छ। प्लिज फलो दिस रेसिपी। थ्याङ्क यू सो मच फर वाचिङ।